आफू सिङ्गल भएर होला बाटोमा कोही कपाल देख्दा पनि ढुङ्गा टिपेर हानिदिनु जस्तो लाग्छ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ म बिहानै कम्प्युटर क्लास गएँ किनकि म सधैँ जस्तो जान्छु। अनि मेरो चाहिँ भर्खरै एससीको रिजल्ट आयो नि त। अनि त्यसपछि हामी चाहिँ म्याजिक कुद्दै थियौँ, तर म्याजिक चाहिँ नपाएर आज चाहिँ लास्ट ढिला भयो होइन। अनि हामी चाहिँ कुद्दै कुद्दै गयौँ। अनि हाम्रो कभर पनि किन्नु थियो। अनि आज धेरै काम थियो अनि हामी चाहिँ डुल्दै थियौँ। अनि बाटोमा कपाल देख्यौँ। त्यसपछि मलाई चाहिँ अब रिस उठ्यो। अफकोर्स रिस उठिहाल्छ नि सिङ्गलहरूलाई होइन। मतलब हजुरहरूलाई चाहिँ रिस उठ्छ कि रिस उठ्दैन भन्नु होला। अनि मैले चाहिँ धेरै जस्तो बाटोतिरको भिडियो बनाइराखेको किनकि मलाई बाटोहरू कस्तो राम्रो लाग्छ। मतलब राम्रो लागेपछि मैले बनाइहाल्छु होइन। अनि कभर खोजेको कहीँ भेटेन होइन। अनि के गर्नु, लास्ट रिस उठ्यो। त्यही पनि अनि मतलब मेरो साथीले चाहिँ भेटायो होइन। मैले चाहिँ यस्तो नराम्रो पाएँ नि के भनौँ। मेरो साथीले किनेको चाहिँ 300को है। मैले पनि किन्न त किनेँ। अनि त्यसपछि हामी गयौँ म्याजिक चढेर स्कुल। यो चाहिँ म हो होइन, युनिसा डायरिजको ब्लग हेर्दै हुनुहुन्छ हजुरहरू चाहिँ होइन। यो चाहिँ हाम्रो पहिलाको 10 क्लास थियो, मतलब पहिला पढेको स्कुल हो नि त यो, किनकि अब अर्कै स्कुल पढ्छौँ नि त। अनि यो चाहिँ स्टुडेन्टहरू हुन्। हामीलाई चाहिँ आज बिदाई गर्न बोलाउनु भएको थियो नि त। अनि म चाहिँ कम्प्युटर क्लासकै ड्रेसमा गएको थिएँ। हजुरहरूलाई विश्वास हुन्छ भने कम्प्युटर क्लासकै ड्रेसमा गएको, त्यही पनि हामीलाई लास्ट ढिला भइरहेको थियो। अनि त्यही भएर हामी गयौँ कम्प्युटर क्लासकै ड्रेसमा। अरू चाहिँ यति धेरै मेकअप धसेर आएको थियो नि, मतलब केटीहरू चाहिँ 2जना, त्यही पनि ढिला आएका कि सबजना हिँडिसकेको थियो। तर उनीहरू चाहिँ त्यसपछि आए होइन, मतलब हिँडिसकेपछि। अनि मेरो साथी चाहिँ कोसँग बोल्दै थिएँ होइन, केटाहरूसँग। अनि मेरो साथीको उसले चाहिँ लड्डु बाँड्दै हुनुहुन्थ्यो, मम्मीले चाहिँ। अनि उनीहरू चाहिँ त्यही हो केटीहरू। अनि मैले चाहिँ घर आएर होइन ड्रेस चेन्ज गरेँ। यो चाहिँ मेरो कभर हो होइन, पेन दिनुभएको थियो त्यही हो। अनि घर आएर मैले खाना खाएँ, लास्ट भोक लागिरहेको थियो होइन। यो चाहिँ मेरो कभर हो होइन, राम्रोसँग देखाउनु पाएन। अनि बेलुका भयो किनकि मैले दिनभरि त्यही मोबाइल बाहेक केही चलाउनु जाने होइन, चार्ज पनि हुन्न है। अनि एकैछिनमा त्यस्तो घाम लागेको थियो, गरिम भएर मर्नु थियो। एकैछिनमा यस्तो पुरै पानी परेर उडाउला जस्तो के। थ्याङ्क यू फर वाचिङ, बाई। भोलि भेटौँला। आजको भ्लग कस्तो लाग्यो भन्नु होला कमेन्ट